दाजुले चाहिँ सायरी भन्नुहुन्छ अनि यहाँ मसँग चाहिँ बाँसुरी छ, म बाँसुरी बजाउँछु। अनि सुरु गरौँ त? सुरु गरौँ त बाँसुरी। एकछिन है, के यो खोपी पो मिलेन के? खोपी पो मिलेन के? त्यो सायरी भन्दा भन्दै एकचोटि चाहिँ सुँगुरको मासु खाइहालेछु कि जाँठालाई म फ्याट्टै टोइलेट भित्र पसे। अनि सायरी भन्दा पनि डायरी चाहिँ एउटा बेसी चल। डायरी चाहिँ एउटा बेसी चल। नमस्ते सेवारो, म मुचुलुङ दिँदैन तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। सो अनि आज चाहिँ हाम्रो नरेन्द्र दाजुसँग हल्का भिडियो बनाउनु लागेको। अनि दाजुले चाहिँ सायरी भन्नुहुन्छ अनि यहाँ मसँग चाहिँ बाँसुरी छ, म बाँसुरी बजाउँछु। अनि सुरु गरौँ त? सुरु गरौँ त। बाँसुरी कस्तो रहेछ? बाँसुरी बजाउँछु। मलाई मनै दुख्ने खाले चाहिँ नबजाउनु है फेरि। होइन, म त फेरि खतरा बजाउँछु नि। ल सुरु गरौँ। ल एकछिन है, के यो खोपी पो मिलेन के? तेरिका हो, बाँसुरी बजाउने भनेपछि यसरी हाँसेर हुन्छ? एकछिन है, ल सुरु गरेँ मैले। ल बाँसुरी बजाउने मान्छेले त राम्ररी हेरौँ न। अब यसरी पो बजाउनु पर्छ त। तेरिका भाइ रोइस कि के हो फेरि? तेरिका त्यति बजाउँदै फेरि रोको, त्यसरी नहुनु हो। तेरिका मेरै मैले बजाएको बाँसुरी मलाई नै कस्तो हाँसो आयो क्या? अब यो हाम्रो यो नानीहरू पनि कति मजाले हेरेको हेरे, तैँले बजाएको बाँसुरीले सानो हेरेको छैन नि हो। बाप्रे 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 कहाँ लागे तैँले बाँसुरी बजाएर। अब सायरी भन्नु, हामी सबैजना रुन्छौँ त्यो। लु सायरी भन्नु त। म सायरी जस्तो जे जस्तो भए पनि एकचोटि बाँसुरी सुनौँ न हौ। सुन्नु कता हो यो? कता यताबाट हो? होइन, अब त्यसरी हाँसेर हुन्छ? कति राम्रो बजाइस् नि। सायरी भन्नु सकिन्छ यसमा? लु अब यो नारायण गोपालको बजा त एकचोटि। नारायण गोपालको सुने ल। नारायण गोपालको एकचोटि बाँसुरी नै बजाउन नजान्ने। यसरी बजाउनु, यसरी यहाँले खोइ। अब सायरी सुन्नुभयो? यसरी बजाउनु पर्छ के? ल अब लु सायरी सुनौँ दाजुकोबाट हल्का। अब तैँले बजाएको बाँसुरीले मेरो कानै छेड परो होइन? आएको छैन नि? आएको छैन। कति चाहिँ राम्रो बजाएको यस्तो त यो परको त्यो उसले पनि बजाउँदैन थियो। त्यो पर त्यो के पो भन्थ्यो हाम्रो गाउँमा एउटा हो, त्यसले पनि बजाउँदैन थियो। त्यसले कस्तो राम्रो बाँसुरी बजाउँथ्यो भने, कस्तो बजाउँथ्यो? त्यसले बाँसको घनै बोकेर छेडेर बजाएर हिँडेको थियो क्या त्यसले। हो नि, त्यस्तो बजाउने मान्छे देखेको छु मैले। अनि म नाचेको गर्थेँ। नाच्थेँ क्या। पर क्यामेरामा हेर्नु हुँदैन, नाच्थेँ क्या। अनि नाचेपछि मेरो बाजेले फेरि यत्रो नि थियो कोदालोको बेड लिएर आउँथ्यो र ड्याममै कुट्थ्यो। अनि किन कुट्नु भएको बाजे भनेको, बिरामी हुन्छस् अहिले साँझको बेलामा नाच्छस् भन क्या। त्यसो गरेपछि अनि मैले त्यो बाँसुरीको धुनमा नाच्न पनि छोडेँ। त्यही भएर अनि मैले म पनि बजाउन भनेर गएको कि। अनि तपाईँले त यहाँ सुन्नु न, बजाउन भनेर गएको, एकछिन मेरो चाहिँ सुन्न। बजाउन भनेर गएको अनि त्यो बाँसको घन उचाल्न सकिनँ। अनि मेरो पालो यो सानो बाँसुरी बनाएको भाइ। ए तपाईँले बनाउनु भएको यो? मैले नै बनाएको। विकास गर्नु हो र? यस्तो गरेको छ। अनि के पो भन्छ अरे यो बाँसुरी त तपाईँले बनाउनु भयो?
बजाउनु तपाईँले बजाउनु भयो है त। अब मैले पहिला सिक्दाखेरि भनेको चाहिँ यो एउटा मात्रै दुलो खोलेको छु क्या, यस्तो एउटा मात्रै दुलो खोलेको एउटा दुलो खोला त्यो बजेन अनि त्यो बजेन, राम्रो बजेन। अनि मेरो पालो फेरि अरू आए मान्छेहरू र सिकाए, अनि अरू आएर सिकाएपछि त मेरो पालो अनि यसरी गरेर अनि मेरो पालो धुन छाट्न थाल्यो यसरी गरेर बजाइदिएको। अरे गाउँलेहरू त सबै यता आउँदो रहेछ, रुएर भुरकुट भयो। तेरो पनि भन् त लु। अब मेरो भनाइ चाहिँ के हो भने जे गर्नु राम्रो गर्नुभयो, बनाएर ठिक गर्नुभयो है। अब तपाईँ अब के भन्नु, अब बजाउनु आउँदैन मलाई त। हजुर र पनि अब तपाईँको सायरी चाहिँ सुन्नुमा साह्रै मन छ मलाई। अब सायरी तपाईँ त अनि पहिलाको खतरा अरे नि सायरी भन्नुभयो त। सायरी भन्दा पनि म चाहिँ त्यो सायरी भन्दै एकचोटि चाहिँ सुँगुरको मासु खाइहालेछु कि जाँठालाई म फ्याट्टै टोइलेटभित्र पसेँ। अनि सायरी भन्दा पनि डायरी चाहिँ एउटा बेसी चल्यो क्या। एउटा कुरा तपाईँलाई सोध्नु मन लाग्यो क्या। म टोइलेट बस्दाखेरि हग्नु चाहिँ हग्छु तर पिसाबै निस्किन, यो के कारणले तपाईँ थोरै भन्नु त यो त्यो पहिला पनि तेरो बुवाले पहिला पनि होइन, तेरो बुवाले त्यसो हो भने अब त्यसलाई पनि ठिकै लाग्छ। अब त्यो भएपछि गाह्रो भयो। अब हाम्रो यसो गर्नु हौ, कसो गर्नु, अलिअलि टमाटरको दबाई खाँदाखेरि निको भयो भन्थ्यो। या त तलको केटो थियो एउटा टमाटर दबाई खानु। ल कहाँ छ अहिले नै खाइदिनु न। बुई खाएर चाहिँ अनि ठक्कसँगले चाहिँ अनि टोइलेटमा जानु के, टोइलेटमा गएर चाहिँ अनि पिसा फेरि हुन्छ। यो एक्टिङले त अनि हो अनि मारेको छ नि तिमीलाई। जिब्रो टोक्ने खालको छ त नि यो भाइ कस्तो बोलेको आँखा मलाई के सोध्नु हौ, तँ ल परेको छैन, त्यो ल परेको छ एउटा तेरो केटीलाई सोध्नु त्यति गर्दा भइहाल्छ त। एक्लो छोरा कसले खाइदिन्छ अब एक्लो अब म त 4-5 जना छन् भनेर नि यो नगरौँ। कुरामा कुरा हो, तपाईँको सायरी चाहिँ सुन्नै पर्ने हो अहिलेदेखि होइन भनेको खै त नि। अब सायरी भनेको यस्तो हो कि सायरी भन्दा यहाँ बाँसुरी बजाउनु आउँदैन मलाई त जाठो। ल एकचोटि बजाए हेर त लु, अनि म सिकाउँला फेरि। त्यसरी बज्दैन, फुकेको जस्तो मात्रै भयो त नि। त्यसरी बज्दैन। अहिले मलाई आयो फेरि, अघिको बिर्सेछु कि अहिले मलाई आयो फेरि अलिकति बजाउन। अहिले कसले पो फोन गरिरहेको थियो, मेरो फोन पनि पो कहाँ राखेको थिएँ, कसले फोन गरिरहेको थियो। यसरी बजाउन सिक्नु है। यो धुनले त मलाई मारेकै हो। नरन त मुला यतिको धुन बजाउँदाखेरि रुने हो भने उमा जाँदा चाहिँ कस्तो हुन्छ झन्। रोको रोइ रुनु त रुयो कि आँखा पर आँसु नै आएन। अलिकति यो थुक लगाउनु लाउने छ। लु अब आँसु आयो नभए उता पानी लिएर कताबाट भए पनि दल्नु पर्छ। पानी होइन अलिक चिजै दल्नु मन लाग्छ तर ठिकै छ। अब
के गरौँ त अब लु अब हामी उ गर्दै है अब आजलाई यति नै मात्रै गफ गरौँ है आजलाई यति नै उ गर्दै अब हामी यहाँ छुट्यौँ हामी छुट्यौँ छुट्टी भन नि आउनु त यहाँ आउनु न नगर्नु ओभर एक्टिङ के गरेको त्यतिखेर जान यस्तै क्यामेराम्यान एकजना आयो टिप यो के भयो टिप्नु सक्नु भएन यो तिमीलाई गिफ्ट दिएको राम्रो मास ल ल म दिन्छु तिमीलाई ल ल ल म अब बसेँ A few moments later. हेलो बाबा यहाँनिर मान्छे आउँदैछन् मलाई कुट्न आउनु यहाँनिर के भयो के भयो यहाँ छोराले यहाँनिर उ गर त मलाई यहाँनिर के भयो मैले केही त गरेको थिइनँ अहिले मलाई एक्कासी आफू उयो गर्न खोज्दै थिएँ माथि अम्बरपुरदेखि खेर अनि कुट्नको कारण के हो यो इजिप्टको झोलेर चाहिँ अहिले मेसीलाई नेक्सी भन्नु त्यही कारणले हामीले कुटेको अनि त्यसो तिमीहरूले त्यति भन्दाखेरि चाहिँ किन कुटेको त मेरो छोरालाई म पुरो चुकलको सुन्नु दाजु हजुर तपाईँ यस्तो ठुलो मान्छे होला अहिलेसम्म झगडा गर्नु पाउँदैन केटा हो भएन भने कुरा बुझ्यौ नि भएन भने किन कुटो किन कुटो त मेरो सानो सल्लाह छ हजुर यता हुनु ल तेरो बाउ र हाम्रो दाजु त मिलो अब हामी पनि मिल्नु कुट्न चाहिँ नकुटाऊ केटा तँलाई केही पनि गर्दैन हिँड्न पर्तिरसम्म लु केटा यो टिप्ता मुझे जाँडहरू के गरेको तिमीले भेट्दै यस्तै है दाजु बुढाबुढी हो बुढाबुढी नै भए पनि त्यसरी त्यत्रो हात लगाउनु हुन्छ त हात अब यस्तो झगडा परेन त झगडा परेन राम्रो भयो दादा फोन गरौँ मार त झगडा परेन रहेछ नि त अनि हेलो काम भयो कम भइसक्यो ल ल ल ठिक छ दाजु हेर्नु सम्झाएँ है तैँले गुन्डा पालेको रहेछस् मसिना फुच्ची गुन्डा पालेको छुइनँ अब मेरो काम भइसक्यो म लाएँ तपाईँ जेसुकै गर्नु तपाईँको छोरा घर हाम्रो केटालाई छोड्दैछ त्यहाँ घर जानु ल छुट्यो म लागेँ